सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान 11 पुगेका नगर प्रमुख हर्क साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका छन्। नगर प्रमुख साम्पाङ र वडा नम्बर 11 अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बुले मेयर साम्पाङ सहित 3 जना विरुद्ध उजुरी दिएका हुन्। धरान 11 नगरको टोल विकास संस्थाका अध्यक्ष समेत रहेका लिम्बुले साम्पाङ सहित धरान 11 का वडाध्यक्ष लोकेन्द्र फागो, धरान 11 का चङ्खे भन्ने जोल लिम्बु विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन्। मैनावती स्टिल इन्डस्ट्रिज राष्ट्रिय निर्माणमा एक कदम अगाडि। Nepal's #1 adhesive brand Rathikol टास्छ मज्जाले टास्छ। नगरकोट बानडाँडा बाटो स्तर उन्नतिका लागि प्रदेश सरकारले 20 लाख विनियोजन गरेको थियो। बजेट कम भएपछि मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भनिएपछि विवाद उत्पन्न भएको थियो। विवाद मिलाउन नगर प्रमुख साम्पाङ सोमबार आउने भनेका थिए। उनी सोमबार नआई मंगलबार निर्माणस्थल पुगेका थिए। उनले विवाद मिलाउनुको साटो उल्टै विवाद निकालेको सन्तोषले बताउँदै आएका छन्। उनले भने मेयरकै अघि उनका समर्थकले ममाथि हातपात प्रयास गरे, त्यसैले कानुनी उपचार खोज्दैछु। प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बु बीच सोमबार भनाभन भएको थियो। त्यसबेला लिम्बुलाई नगर प्रमुखले हैसियत सोधेका थिए। लिम्बुले आफू नागरिक भएको बताएका थिए। चर्काचर्की परिरहेका बेला साम्पाङले झोकिएर तपाईले के गर्नुहुन्छ भनेका थिए। लिम्बुले भने लगतै साम्पाङका समर्थक चङ्खे भन्ने जोल लिम्बुमाथि आइलाग्यो। जोल लिम्बु आफूमाथि आइलागे पनि उनलाई आफूले केही नगरेको, तर नगर प्रमुखले उनका समर्थक आफूमाथि आइलाग्दा पनि नरोकेको लिम्बुले बताए। लिम्बु माओवादी कार्यकर्ता हुन्। लिम्बु माओवादीका स्थानीय नेता हुन्। मात्र प्रिमियर नेक्स्ट 500D ले दिन्छ तपाईको निर्माणलाई पूर्ण सुरक्षा, भरोसा, नयाँ युग निर्माणको।